सबैजनालाई फेरि पनि नमस्कार। साथीहरूको कमेन्टमा धेरै गुनासो गर्नुभयो कि कटा बाँस कसरी चिन्ने, धेरै प्रकारको हुन्छ भन्नुभयो। हेर्नुहोस् ल, जङ्गलमा चाहिँ रुखपातहरू धेरै कुहिएको हुन्छ र धेरै मलिलो हुन्छ। अनि यो यत्तिको अग्लो हुन्छ होइन, हेर्नुहोस् यत्तिको अग्लो हुन्छ। अनि हाम्रो गाउँघरमा चाहिँ कस्तो हुन्छ भने यसको साइज र हाइट चाहिँ उखुको भन्दा अलिकति अग्लो हुन्छ। हाइट चाहिँ साइज भन्नुहुन्छ नि उखु जत्रै हो, त्यत्रै साइज हुन्छ। यत्रै हुन्छ होइन, यो जुम गरेँ छेउबाटै देखाएको छु मैले, यत्रै हुन्छ। अनि यो धेरै उपयोगी छ। यसको जरा, काँसको जरा अनि लजावतीको जरा खायो भने चाहिँ 100% 10 mm भन्दा मुनिको चाहिँ सहजै निस्किन्छ पथरी। अनि लजावती चाहिँ कसरी चिन्ने भन्नुहुन्थ्यो होइन। हाम्रो नेपालमा चाहिँ बुहारी झार पनि भन्छ, लजावती पनि भन्छ, नमस्ते झार पनि भन्छ। यसो गर्दा चाहिँ सबै बन्द हुन्छ, नमस्ते गरे जस्तै हुन्छ होइन। इन्डियामा चाहिँ छुइमुई भन्छ यसलाई। यसको नि साथीहरू धेरै गुण छ। तपाईँहरूको शरीरमा बाथपित्त कफ छैन भने नि यसले यो मात्रै, यसको जरा मात्रै 8वटादेखि 10वटासम्म जरा कुटेर 10 मिनट जस्तो छोपेर राख्ने होइन, तामाको भाँडामा। अनि यसलाई चौथाइ कप, चिया खाने गिलासको चौथाइ कप यसको सेवन गर्नुभयो भने, बिहान मात्रै नै सेवन गर्नुभयो भने तपाईँको 5देखि 8 दिन 10 दिनभित्रमा त क्लियर भइहाल्छ। त्यति उपयोगी छ साथीहरू। अनि यसलाई चाहिँ अनि हाम्रो जसको पनि शरीरमा बाथपित्त कफ हुन्छ त्यसैले कटा बाँसको जरा, यो काँसको जरा र यो लजावतीको जरा मिक्स गरेर खाने गरेको छ। यही हो त साथीहरूको कमेन्ट थियो होइन। कमेन्टमा गुनासो के थियो भने काँस कसरी चिन्ने, कस्तो खालको हुन्छ भन्नुहुन्थ्यो होइन। धेरै जस्तोले चिन्नुहुन्छ, थोरै जस्तोले चिन्नुहुन्न होला। यो सिम्पल छ के, काँसको पत्ता चाहिँ यस्तो गोलो हुन्छ होइन, सिरुको पत्ता चाहिँ यस्तो चेप्टो हुन्छ। यस्तो चेप्टो हुन्छ, यो चाहिँ सिरु हो। यी छ, यो सिरु हो होइन, यो काँस हो। यो चाहिँ साथीहरू पुरै अर्ग्यानिक हो, यो खोलाभरि छ होइन। हेर्नुहोस् त पुरै काँसै काँस हो, यो अर्ग्यानिक हो। यो अर्ग्यानिक खाँदा चाहिँ धेरै राम्रो साथीहरू। जे पनि यो खोलामा पाइन्छ। अनि कति प्रकारको हुन्छ भन्नुहुन्थ्यो काँस होइन। यो पातलो ठाउँको चाहिँ यस्तो हुन्छ, लहरा हुन्छ, यस्तो लामो लहरा जान्छ होइन। यो लडेको भन्दा चाहिँ यस्तो यो ठाडो छ नि, यस्तोको चाहिँ खाँदा उपयोगी हुन्छ। यसले पनि निस्किन्छ तर ढिलो निस्किन्छ। हामीले सबै ट्राई गरिसकेको कि ढिलो निस्किन्छ। यो हेर्नुहोस् यस्तो छ, यसरी चिनिन्छ साथीहरू काँस। हेर्नुहोस् अनि साथीहरूको अर्को कमेन्ट चाहिँ कसरी बनाउने, कसरी सेवन गर्ने, कतिखेर सेवन गर्ने भन्नुभएको रहेछ। त्यो कटा बाँसको जरा 1 इन्ची जति कटा बाँसको जरा हाल्ने काटेर। अनि लजावतीको जरा भेट्नुहुन्छ भने 8-10वटै लिनु, भेट्नुहुन्न भने 5-6वटा त भेटिहालिन्छ। 5-6वटा जरा लिनु। सानो छ भने 8-10वटै, लामो ठुल्ठुलो छ भने 6-7वटा, 5-6वटाले काम गर्छ। अनि काँसको जरा चाहिँ 10-15-20वटा जति जरा निकाल्नुहोस्। अनि त्यो मजाले कुट्नुहोस्, त्यसलाई ढुङ्गामा कुट्नुहोस्, मिक्सरमा नहाल्नुहोस्। ढुङ्गामा कुटेर अनि सिल्भरको भाँडामा चाहिँ नहाल्नु, अरू जुनै पनि भाँडामा गिलासमा हालेर छोपेर राख्नुहोस् 10 मिनट जति। अनि त्यसलाई छान्नुहोस्, छानेर अनि हल्का पानी हाल्नुहोस्। अनि त्यो चिया खाने सिसाको गिलासको आधी कप, 4 भागमा 1 भाग खाँदा नि हुन्छ, नभए आधी कप खाँदा झनै राम्रो। अनि खाली पेटमा बिहान उठ्नुहोस्, खाली पेटमा केही नखाइकन खाली पेटमा खानुहोस्। अनि त्यो खाएको 1 घन्टासम्म केही पनि नखानुहोस्।
अनि त्यहाँबाट बेलुका चाहिँ खाना खानुभन्दा 1 घन्टा अगाडि खानुहोस्, त्यति नै हुन्छ। नभए बिहान खाँदैन हुन्छ। तर पानी चाहिँ दिनको 3 लिटर चाहिँ म्याक्सिमम 3 लिटर चाहिँ पिउनै पर्छ, 3-4 त्यस्तै। त्यसले भित्र सबै फुटाउँछ। अनि कस्तो महसुस हुन्छ, दुखाइ हुन्छ हुँदैन भन्नुभएको रहेछ। धेरै ठुलो छ भने त दुखाइ हुन्छ, पानी खानु भएन भने चाहिँ दुख्छ। नभए 3 लिटरदेखि 4 लिटरसम्म दिनको पानी खानुभयो भने त्यसले भित्र सबै फुटाउने काम गर्छ, गलाउने काम गर्छ। अनि पिसाब फेर्दाखेरि चाहिँ पिसाब नलीमा चिरचिर गर्छ। त्यो अलिअलि केही ठुलो चिजहरू के अड्केर आएको जस्तो गर्छ, त्यत्तिकै थाहा पाइहालिन्छ, त्यत्तिकै क्लियर हुन्छ है त। अनि साथीहरू पहिला युज गर्नु होइन, युज गरेर अनि भएन भने मात्रै कमेन्टमा गाली गर्नु होला। पहिला युजै नगरी गाली गर्ने काम चाहिँ, कमेन्ट गर्ने काम चाहिँ नगर्नु होला होइन। बरु मन परेन भने हेर्दै नहेर्नु, सुन्दै नसुन्नु, युजै नगर्नु होइन। मलाई चाहिँ लाग्छ यो अनलाइन बेच्नेहरूले गाली गरे जस्तो लाग्छ कि। तर केही छैन, राम्रो काम गर्ने मान्छेको सबैले खुट्टा तान्छ। ठिकै छ साथीहरू, यति हेरेपछि च्यानललाई चाहिँ सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला है त।